जो फाइनली हामीले चाहिँ ल्याइसकेको छौँ नयाँ भ्लग क्यामेरा। अब भोलिदेखि कन्टिन्यू भ्लग आउँछ। यो खोल्दै देखाउँदैछु, हेर्नु होला। यो ब्लेडले त खासै काटेन। भोलिदेखि कन्टिन्यू भ्लग आउँछ, गाउँले भ्लग 07। क्यामेरा रेडी भइसकेको छ। प्लेटले नकाटेको कारणले मैले हातले हेर्ने चेट्ने छु। जसको फाइदा खुसी लाग्छ धेरै मलाई क्यामेरा आयो भनेर। दामी तरिकाले प्याकिङ गरेको छ। एकचोटि हेर्दैछु म पनि। बवाल छ है, बवाल छ। साइक्लिङको लागि चाहिँ बवाल छ यो। यो खोल्नुभन्दा अगाडि एउटा लाइक सब्सक्राइब र कमेन्ट चाहिँ गर्नु न। बवाल देखेको चाहिँ क्यामेराको क्वालिटी चाहिँ। फाइनली क्यामेरा, खासमा यो क्यामेरा अनबक्सिङ गर्ने आएन कि यो भिडियो गराएर मलाई। त्यही पनि कस्तो छ, बिल रहेछ त्यहाँ राम्रै क्वालिटी, तर पार्टहरू चाहिँ धेरै रहेनछ। त्यहीमा हल्का भयो नि, राम्रै आएको छ क्वालिटी चाहिँ। क्यामेरा चाहिँ बवालै छ है। अनि तर कसरी खोल्ने त्यही थाहा छैन, फर्स्ट टाइम चलाउँदैछु। एकछिन हेरौँ। त्यही खासै अनबक्सिङ गर्नै आएन क्या मलाई। यो कसरी अहिले युट्युबमा हेरेर गर्ने ट्राइङ छ, कसरी हो खै त। र जसरी भए पनि यसको भिडियो चाहिँ भोलि आउँछ भ्लग गराएरै। सबै युट्युबमा हेरेर सिक्छु। त्यसैले अब क्यामेरा चाहिँ राम्रै लाग्यो है, राम्रै ल्याउँछ होला। त्यही पनि अब अलि यसलाई खोल्न चाहिँ आएन कि मलाई। सिकाइदिने अनि अब कसरी अनि चार्ज छैन कि के हो। अब हामी चाहिँ भोलि बेनीतिरको बाटोमा लाग्नेछौँ भ्लग गराएर। हामी चाहिँ दुईजना छ मैले। त्यसले खासै आएन कि मलाई चाहिँ। यिनीहरू चाहिँ कसरी छुट्याउँछन्, कसरी जोड्छन्। जसरी भए पनि भोलि चाहिँ भ्लग ल्याउने कोसिस चाहिँ गर्छु। र सबैले माया गरिदिनु होला मेरो च्यानलमा। मैले बनाएको भिडियो मिल्छ कि मिल्न कमेन्ट बक्समा भनिदिनु होला। त्यही पनि कस्तो हुन्छ, मिनी युट्युबर भयो है। राइडर बन्ने सपना छ। र हामी दुईजना चाहिँ भोलि पश्चिम म्याग्दीको भ्यू देखाउने प्रयास गर्छु। कस्तो हुन्छ, साथ सपोर्ट र माया गरिदिनु होला मेरो ब्लगमा। यस्तै मेरो ब्लगमा नयाँ हुनुहुन्छ भने जोडिनु होला। त्यसैले यो भिडियो यहीँ अन्त्य गरिदिन्छु। धन्यवाद।